गुड मर्निङ। आज चाहिँ पानी सिम 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 परिरहेको छ। हामी गोठमा गएको। यहाँ चाहिँ गाईको घरले अहिले गोठ चाहिँ तल छ नि त, घाँस पलाएर डेम्मै डेम्मै भएछ। म चाहिँ यहाँ मल उठाउनु पर्नेछ एक दिन। यो सबै मल नि त पानीले भिजिसकेछ। मल उठाएर रेडी गरेर राख्नु पर्नेछ गेल फुलाउनुको लागि। घाँस त पुरै पलाएछ यहाँतिर। यहाँ तल्लो घरको बोजूको रोस माम फ्राई गर्नु भएको बोजू। हामी पनि उता जङ्गलमा यसरी फ्राई गर्दै खान्छ दिउँसो। मजाले छौँ खेतमा हो नि त गोठ चाहिँ। लछुले चाहिँ यो बोकिरहेको छ। बाबाले चाहिँ अघि एउटा बोकेर लानुभयो खोले। बाटो चाहिँ यस्तो छ, लडेर मर्ला। आएको चाहिँ गाईलाई खोले दिनुको लागि पानी बोकेको। यहाँबाट चाहिँ बाख्राको गोठ दिन खोलेहरू दिइसक्यो। अनि यहाँनिर गाई दुधैछ। बाबाले दुन्दैछ, मैले चाहिँ दुइसक्यो। ऊ चाहिँ मामहरू खाइसक्यो। अन्त त्यसपछि चाहिँ म एक कप दुध खाँदैछु। तवर पनि लगाएको छ यहाँ चाहिँ एकदम बलियो छ नि त। अनि म चाहिँ खाँदैछु। अब हामी काममा जाने एकछिन। चाहिँ हामी लागेको अलैँची बारीतिर फेरि। हामी चाहिँ आइपुगेर चाहिँ अब आगो फुक्दैछौँ यहाँनिर। एकछिनमा रेस्ट गरेर हामी काममा जाने। मेरो बुढाले चाहिँ त्यहाँनिर खानिरहेको छ। अन्त मेरो मेलो चाहिँ यहाँनिर सिस्नो चाहिँ यस्तो छ। यो सबै सिस्नो हो खानेको। अन्त म चाहिँ यहाँ फान्दैछु। बाबा चाहिँ मेसिनले त्यहाँनिर। अब चाहिँ पानी पर्यो, प्लास्टिक ओढेर फाँड्दैछ। बाबा पर मिसिनमा छ। ए मरे त। हाम्रो चाहिँ यहाँ चिया पाक्दैछ। अब चिया पाक्दैछ। अन्त हामी चाहिँ अब त्यहाँ माम पकाएर खाने। हाम्रो फ्रिज चिसोमा दुध चाहिँ लगाएर राखेको थियो। यहाँ चाहिँ मम बनाउँदैछ। चिया रेडी भयो। चिया पनि खाँदैछौँ। 1 केजी घी ल्या मजाले खानु भने फेरि लो अघि नाम सकेर बक्कै लगाइदिएछ। कराई तातेको छ अरे कि भएपछि फेरि अघि नाम तान्दा तान्दै चाहिँ टक्टु बोलेर सक्यो अरे। अब यहाँ त घिउ कहाँ तान्नु सक्छ त। अब चाहिँ खाइसक्यो। कराई रित्तै भाँडा रित्तै सबभन्दा बेसी खाने चाहिँ यहाँ छ। बिर्को लाग्दैन नि त। साथीहरू अब चाहिँ लागेकै हामी चाहिँ अलैँची बारीदेखि घरतिर चाहिँ गोठ हो। अब चाहिँ हामी लागेको घरतिर।